हेलो नमस्ते नमस्कार मेरो भ्लगमा हजुरहरू सबैलाई स्वागत छ भन्न चाहन्छु र देख्न सक्नुहुन्छ है आज असारको 19 गते पनि यस्तो दिन छ कि हाम्रो गाउँतिर चाहिँ एकदमै घाम लागिरहेको चैत्र जस्तै छ। हजुरहरुकोतिर के कस्तो छ? यो चाहिँ स्कुल हो हैन, देख्न सक्नुहुन्छ गाउँको स्कुल हो गाइस। यो चाहिँ देख्न सक्नुहुन्छ है गाइस। हाम्रोमा चाहिँ एकदम घाम लागिरहेछ भन्नुपर्छ। हजुरहरुकोतिर के कस्तो छ कमेन्ट गर्न नबिर्सिनु होला। तर यताबाट बादल छ, पानी पर्नको लागि होला सायद। आज 5-6 दिन भइरह है गाइस पानी चाहिँ आएको, भने पानी नै परिरहेको थिएन हाम्रोतिर चाहिँ। त्यही भएर भन्नुपर्छ है त गाइस। नेपालको पहिले राष्ट्रिय झण्डा हो फर गरिरहेछ हैन। मेरो देश मेरो नेपाल, मेरो देश मेरो नेपाल। देख्न सक्नुहुन्छ आजको मौसम हाम्रोतिर चाहिँ गाइस। हजुरहरूले यस्तो छ है। अनि मेरो भ्लगमा हजुरहरू सबैलाई स्वागत छ के। लाइक कमेन्ट सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु है। के गर्ने यस्तै छ, भ्लग बनाउन आउँदैन एकदमै। यो बादल परिरहेको, आज पानी पर्ने धेरै सम्भव या असम्भव त्यो चाहिँ थाहा छैन। फेरि एकदमै भन्नुपर्छ। देख्न सक्नुहुन्छ त्यो चाहिँ जङ्गल हो। कस्तो दामी त्यो डिल छ नि, जुन हो त्यो डिल गाडी हिँड्छ। कुन चाहिँ डिल भने हैन, सरर गाडी हिँड्छ भन्नुपर्छ। देख्न सक्नुहुनेछ एकदम जुम भएछ। ओके बाई। मैले धेरै भ्लग बनाउन चाहेन आज, अलि टाइम पनि आज अलि त्यस्तै भइरह नि त। त्यही भएर मेरो लाइक कमेन्ट सब्स्क्राइब गर्न नबिर्सिनु होला। मेरो यो भ्लगलाई सबैले माया सपोर्ट साथ दिन नबिर्सिनु होला। लाइक कमेन्ट आउँछ भन्ने आशको साथ बनाइरह यो भिडियो। ओके बाई, थ्याङ्क यू, टेक केयर।